म यो लक्जमबर्गको टपिक्सलाई फेरि उठाउँदिनँ भन्छु, तर मलाई यस्तै कमेन्ट र मलाई आउने इनबक्स मेसेजहरूले गर्दाखेरि फेरि पनि म पुनः बाध्य हुन्छु लक्जमबर्गकै टपिक्स उठाउनको लागि। मलाई उहाँले भने जस्तै यस्तै सिमिलर मेसेजहरू मेरो इनबक्समा पनि टन्नै आइरहेको हुन्छन् डेली बेसमा। कसैले मैले लक्जमबर्ग अप्लाई गरेको थिएँ, भिजा आएको छ हेरिदिनुहोस् न भन्नुहुन्छ, कसैले वर्क पर्मिट आएको छ हेरिदिनुहोस् न भन्नुहुन्छ। पोजिसन हेर्दाखेरि चाहिँ फ्याक्ट्री वर्करमा, वेयर हाउसमा, फुड पिकिङ प्याकिङमा यस्तो क्याटेगोरीको जब, प्लस यो अहिले पछिल्लो समयमा सेक्युरिटी फिल्डमा भन्दै पनि डकुमेन्टहरू पठाउनु भएको हुन्छ। अब मैले यही टपिक्सलाई मेरो अरू भिडियोहरूमा पनि मेन्सन गरेकी छु कि मैले बार भनिरहेको छु, लक्जमबर्गको काम हुँदैन, अनस्किल्ड जबमा त पोसिबलै हुँदैन। यदि तपाईँ स्किल्ड मात्र भएर भएन, हाइली स्किल्ड हुनुहुन्छ भने आफै अप्लाई गर्न सकिन्छ। यदि अनस्किल्ड हुनुहुन्छ भने कन्सल्टेन्सीमा धाएर तपाईँले आफ्नो समय पैसा बर्बाद नगर्नुहोस् भनेर बार मेरो सोसल मिडियाहरूमा, मेरो टिकटक प्लेटफर्ममा मैले अवेर गरिराखेकी हुन्छु यो सम्बन्धी। अब यसैमा पनि कयौँ व्यक्तिहरूले पुरै भिडियो नहेरिकन कमेन्टमा गएर आइएम इन्ट्रेस्टेड भन्नुहुन्छ, अवेरनेस भिडियोमा पनि गएर आइएम इन्ट्रेस्टेड भनेर कमेन्ट गर्नुभएको हुन्छ। अब इनबक्स गर्दा पनि लक्जमबर्गको तपाईँको भिडियो देखेको थिएँ, लक्जमबर्गको काम गर्नुहुन्छ भन्दै कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ। मैले यही टपिक्सलाई फेरि इनबक्समा पनि लक्जमबर्गको काम हुँदैन सर, हामीले लक्जमबर्गको काम गर्दैनौँ, अवेर गरेको हो त्यो भिडियो पुरै हेर्नुहोस् भनेर भन्दा लक्जमबर्गको कसरी काम हुँदैन, मेरो साथीहरू गएको छन् भन्नुहुन्छ। अब मैले यो सबै अवेरनेस भिडियो मेरो लागि बनाएको होइन है, तपाईँले आफै पनि रिसर्च गर्न सक्नुहुन्छ। अब मैले हुँदैन लक्जमबर्गको काम हुँदैन, नफस्नुहोस् भन्दै पनि गएर तपाईँ फस्न नै चाहनुहुन्छ भने त्यसमा मेरो पकेटबाट पैसा जाने होइन, मेरो टाइम वेस्ट हुने होइन। मलाई थाहा भएको कुराहरू भिडियो मार्फत मैले अवेर गराउँदाखेरि 2-4 जना व्यक्ति मात्र पनि फस्नबाट बच्नुहुन्छ भने म यसलाई ठुलो उपलब्धि मान्दछु। त्यसैले नै म बार यस्ता अवेरनेस भिडियोहरू बनाएर पोस्ट गरिराखेकी हुन्छु। अब त्यसैमा पनि कतिपय व्यक्तिहरूले पुरै भिडियो हेर्नुहुन्छ भने कतिपयले अगाडिको क्लिप मात्र हेरेर मेसेज गर्नुहुन्छ। भिडियो हेर्दाखेरि पुरै भिडियो हेरेर मात्र प्रतिक्रिया दिनु होला। र म फेरि पनि भन्न चाहेँ, यो यदि तपाईँले लक्जमबर्ग, नर्वे, फिनल्यान्ड, स्विडेन, अस्ट्रिया जस्ता कन्ट्रीहरू सोचिरहनु भएको छ भने चाहिँ अब अनस्किल हुनुहुन्छ भने सोच्न बन्द गर्नुहोस्। धेरै स्यालेरीको लोभमा तपाईँ यस्ता कन्ट्रीको नाममा नफस्नुहोस्। र अर्को कुरा, तपाईँ स्किल्ड हुनुहुन्छ भने आफै रिसर्च गर्नुहोस्, अफिसियल वेबसाइटहरू खोज्नुहोस्, पोर्टलहरू खुलेको हुन्छ, कुन जबमा तपाईँ एलिजिबल हुनुहुन्छ त्यसमा डकुमेन्टहरू सब्मिट गर्नुहोस्, त्यताबाट अलिकति पोसिबिलिटी हुनसक्छ। त्यसैले म बार भन्छु मेरो भिडियोहरूमा, तपाईँ आफूले रिसर्च गर्नुहोस्, आफू पनि नफस्नुहोस् र अरूलाई पनि अवेर गर्नुहोस्। धन्यवाद।